जिस्किरा नि कस्तो तर्से मान्छे यहाँ हल्का रमाइलो पानी लिन हिँडे म बोकेर लगिदिन्छु 15 सम्म खै ल हल्का रमाइलो हिजोसम्म बोलचाल थिएन आज हेर यी लोग्ने स्वास्नीको सम्बन्ध पनि कहिले रुङारुङ कहिले ठुङ्गा ठुङ कहिले सुङा सुङ हे दैव लडाउँछ आफ्नै बुढी बोकेर हिँड्दा लडाउँछ हल्का रमाइलो हल्का रमाइलो खै यहाँले गाग्री कहाँ ल्याउ म भन्छु म भन्छु कि कहिले काहीँ त हामीले भएर हुन्छ लोग्ने मान्छेले पानी भएर हुँदैन कहाँ हुन्छ तिमी यहाँ बस तिमी मेरो काम के छ म भन्छु बोकी बोकी गएका छन् कुदेर गाग्री बर्छन् दुईजनै जुटेर पानी तालैमा मै खालन जस्तो छ दिदीको गालैमा कति जान्नी भयो कि फेरि यता यता आउँछ खै हाल्नु म भर्न सक्दिनँ यति पानी तिमी बस नै बुढा यति बुढो भएको मान्छे किन यहाँ बस त म भन्छु त्यसो भए पानी बोकेर चाहिँ म लान्छु है त ल ल म चर्पी गरेर आउँछु भइराख है हुन्छ हुन्छ तिमीलाई चिन्ता नबुझे पालो पालो बोकाउँला हुन्छ हुन्छ जा 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 बुढा गइहाल्यो अब मै बोकेर जान्छु पानी कुवाको क्या राम्रो सुरुवाल माग्ने बुढाको क्या राम्रो सुरुवाल माग्ने बुढाको पानी खानु पाइन्छ बहिनी अब काकी जस्तो मान्छेलाई के बुइनी भनिरह्यो खै आफ्नो त आँखाले सबैलाई बहिनी नै देख्छु ल ल खानु लाउनु किन नपाउनु पानी खानु गइसकेपछि कस्तो मिठो पानी मान्छे जस्तै नानीको घर चाहिँ कहाँ नि उहाँ माथि छ किन चाहियो घर पानी खान आऊ कि भनेर नि ए पानी खाने आउँ भनेर तँ चाहिँ को नि यहाँ पानी खान आऊ कि दही खान आऊ हलुवामा बालुवा को त के पो रे मलाई चिने छैन म यिनको श्रीमान हुँ पति हुँ लग्नी हुँ जेसुकै होस् न मलाई के मतलब जेसुकै होस् के खोता भने बुढी मान्छेलाई तरुन देखो त कुनै ठुलो कुरै भएन छोड्देऊ बुढा छोड्देऊ ए बाजे के गरेको त्यो मलाई तपाईँको बुढी भन्ने थाहा भएन नि त बाजे यस्तो बुढा मान्छे भएर तरुनी स्वास्नी किन बिहा गरेको त ए बुढा मान्छे भएर तरुनी स्वास्नी किन बिहा गरे थापाइस माग्ने बुढाको लातको स्वाद भेटिस बजिए त मर जित्छ ए अर्का स्वास्नी जिस्काउने भाते मरिस ए भगवान् के अब्जस आइलाग्यो उता फेरि मुइयालाई थाहा छ यो झगडा भएको कुरा त्यसले गाउँभरि भनिदिइसक्यो यसलाई उतातिर लगेर झाडीमा नलुकाई कसैले देख्यो भने के त्यो त के गरे त्यहाँ यहाँ घाम तापेर सुत्या यस्तो गर्मीमा घाम ताप्यो होइन हिजो पानी अलि बढ्ता खाथ्यो अनि सर्दी लागेको छ कि त्यही भएर यहाँ भुँडी तताउँ भनेर भुँडी पनि कता गयो फेरि सानो भुँडी छ के हो कुरो त भुँडी तताएको यो कान्छालाई फेरि यही बेला के खान आउनु पर्यो त्यहाँ हेर न फेरि यो मुर्जा लडेको यो कुन चाहिँ दशा लाएर किन मर्नु नि मेरो घरतिर तनी सुत्ने के को सुत्नु अनि को नि यो फेरि नौलो मान्छे यो नौलो होइन चिनेकै मान्छे हो विदेशबाट आएको रहेछ अनि पहिल्यैदेखि चिन्तन भयो साथी सँगै सुत्यौँ भनौँ खासमा उसकै निम्ति सुत्या हो विदेशबाट आएको छन् नि सुत्या मान्छे अहिले उठ्यो भने के हुन्छ डिस्टर्ब हुँदैन
अनि रगतै रगत छ त। ब्लड ब्याङ्कमा काम गर्थ्यौ क्या? हुनै सक्छ। मान्छे मरे जस्तो छ, के कुरा गर्छौ तिमी? मरेछ। ल अहिलेसम्म यति कमाएर उति कमाए भन्दै थियो, अहिलेको अहिले परमधाम। यही भएर रहेछ जिन्दगीमा लोभ लालच नगर्नु भनेको। अघि भर्खरसम्म घुर्दै थियो परमधाम। मान्छे मर्यो भन्दैछु, कसले मारे यसलाई? कान्छा मैले मारे हो, यो हत्याम बर्बादै भयो। त्यसपछि त्यहाँबाट लड्यो छरै। त्यसरी पो मर्या यो? मान्छे त मर्नै पर्ने मान्छे मर्या रहेछ नि। यसो झाडीतिर पुरपार गरेर छोडिदिउ न, कसले देख्छ र? ल ल घिसारी हालेर त्यताबाट भयो। कति खाएको रहेछ त, कति गर्नु भयो ल, उचाल्नै सकिँदैन। भान्जाको बिहेमा भान्जालाई बोकेपछि कसैलाई बोकेको थिएन, यो मुर्गा बोक्नु पर्यो। अलिक तान्न के कौन होगा इसमें? अनुहार थप्दैन अनुहार। मान्छे मरिसक्यो, मोबाइल भन्छ यहाँ बाटोमा। हामी त पूर्वको बासिन्दा, मन रुन्छ आफैले नचिन्दा। हौ झुसेहरू के पो गर्दैछौ हो? बाख्रालाई सेउला सेउला। हौ बाख्रालाई सेउला अरे, अनि हातले भाँचेर? यो कान्छाले विकासे खालको बाख्रा ल्याएछ के? त्यो हँसियाले काट्या नखाने कि हातैले भाँच्ने पर्ने ल हेर्नु। हौ 1914 मा पनि नसुनेको कुरा पो सुन्यो त। ओ राजु मार्सल, घरमा बाख्रो भएन, पाल्न रहर लाग्यो भने होइन, यी मैले ल्याइदिएँ बाख्रो। आफै लिएर जाने कि घरमै पुऱ्याइदिउँ? पर्दैन पार्दैन, हिजै ल्याइसके बाख्रा, आज ल्याएर हुन्छ? जुन तिम्रो घरको बाख्रा भन्न लागिरहेको थिएँ, जानी पल्टेर कान्छा घरको बाख्रा भन्नुपर्छ? मलाई के थाहा त जानी भने। अनि हिजै भन्नु पर्ने थिएन? बेकार उहाँदेखि बाख्रा ल्याइ दुःख दिएर आइया। ओ लाखे है, हौ झुसे हो, तिमीहरूले यहाँ गाउँमा नयाँ नौलो मान्छे कोही देख्यौ? छैन, कहाँ देख्नु? हौ उहाँ तराईबाट मेरो सालो केटो हिँडेको थियो, अहिलेसम्म आइपुगेन र नि, कहाँ गयो भनेर। हौ नेटवर्क लाग्दैन त लाखे, के लाखे लाग्यो त। उठाउँदैन त फेरि फोन त, के पो गर्दैछ? ल छट्टै काट्यो फेरि, के भयो लाखे? हौ यो घन्टी घरि गएको सुनिन्छ, घरि सुनिँदैन, के पो भएको? ल झुसेहरू म लागे, माथि डाँडाबाट राम्रो सुनिन्छ कि? क्यामेरा नि छैन क्या? यहाँभित्र अङ्ग्रेजीमा लेखा हुन्छ, तिमीलाई चलाउन आउनु परेन? म राख्छु अहिले। भाउजूलाई थाहा छ झगडा परेको कुरा भने होइन है? गर भाउजूलाई कुरो मिलाऊ, अहिले फेरि सबै गाउँलेलाई भन्दै ल्याइन्छ अनि त्यसको झोला यो नाइट त साइड त के बोक्या होला, टक्मेले भेट्या भने त बर्बाद हुन्छ। कहाँ फाल्छ? होइन यो कसको झोला हो? ए मेरो झोला हो, त्यहाँ गुल्टेर तल पुगेछ। ए तेरि जतन गर्नु पर्थ्यो नि त। ए पछि त्यसको झोला भेट्यो नि, त्यसको झोला भेट्यो मैले पाहाडतिर हुर्काइदिएँ। किन हुर्याउनु पर्यो त तिमीलाई?
यसको लाससँगै गाड्नु हुन्छ नि झोडा पनि मान्छे देख्छ नि बिस्तार गर्छ कहाँ गाड्ने हो कहाँ उता घना जङ्गलतिर छ घना जङ्गल पक्कै कोदालो कहाँ राख्ने यहाँ पक्कै चाहिँ पक्कै अडिया होइन कोदालो धेरै नबोलाउ न मान्छेले सुन्यो भने त मार्छन् पानी धेरै खाएर छ एउटा तरुलको खाल्डो पाएदेखि चाहिँ घप्पै हालेर 2 कोदालो माटो हाल्दा हुन्छ अझै लिएर कति गरौँ त अझै टाइम है बाहिर आउने हो कि हो ल अब यहीँ खनौ यहाँ खनौ उल्टेलाई यसलाई समात उल्टेर जाला फेरि मान्छे जाउ तिल र 2 रुपियाँ ढ्याक ल्याउनु पाए भए पुर्नी बेला यसको छातीमा राखिदिनु हुन्थ्यो ल्याइएन तै शङ्ख पुग्न पाए भए हुन्थ्यो भन न मान्छेले उहाँ यस्तो गरेर ल्याइरहेछ ल सुने भडस ल्याऊ भने सुनेन यो त ब्याज पैसा पो रहेछ भाग अनि त्यो लास चाहिँ कहाँ राखिएछ त राख्नु त केही ठाउँमा राखेको हो कसैले लग्यो कि क्या हो त्यो मैले सुने त्यो मान्छे मर्या 24 घन्टासम्म त्यो आँखा दान गर्न मिल्छ अरे क्या ए विनाजु नेत्रदान शिविरतिर कसै कहाँबाट तिमी यहाँ कहाँबाट हामी कहाँ गएर चर्पीजना जङ्गलमा आउनुपर्छ घरमा पाइखाना बनाउने थिएन पाइखाना भर्यो नि त हिजो कहाँ भरिने अघि भर्खर मात्रै बसेको केही पनि भएको छैन त्यो कहाँ गएर आएर हामी चर्पी नै हो सब कुरो मलाई थाहा छ सबै मैले बुझिसकेको छु कहाँ गएर आएको भन्ने कुरो सबै बुझ्यो भए के खाने ठुल्ठुलो छोरले बुझे भए के खाने ठुलो कुरा गरेर समस्या के रहेछ थाहा पाइछ होइन जानी मारे हो मान्छे रातमा केही नगरौँ त्यो ब्याज प्रसादले यो कुरो हल्ला गर्न सक्छ अहिले चाहिँ चुप्प लाएर गएर सुताउँ त अहिले राति भाग्छ राति 1-2 बजी आउनुपर्छ कता हिँडेको मान्छे कता के बिगार्दै सायद पनि ए बुढा चर्पी गराउन कति बेर लाग्यो हँ सन्चो भएन क्या हो यता फर्कन यता के भयो किन कता फर्किने के भयो भने के भयो ढाड दुखेर चल्ने यो झोला कसले ल्यायो लो यो झोला आज दिउँसोमा घाँस काट्न जाँदाखेरि पाखामा भेट्टाएर थिएँ के अब कसको हो भोलि सोधेर दिउँला गाउँतिर राम अब अहिले त्यो चराबाट बर्ड फ्लू भन्ने रोग आइरहेछ त्यही गरी यो झोलाबाट ब्याग झोला फ्लू भन्ने आयो भनेदेखि मान्छे मरेर सिद्धिँदैन रोगको भारी म फालेर आउँछु ससुराबा स्यारो जय साहब त्यहाँ साल आइपुग्यो त के भनेर आइपुग्नु कहाँ आइपुगेकै छैन नि अस्ति नाइट बस चढेन थियो अझै आइपुगेन त्यहाँ अहिलेसम्म आएको छैन खै बिचतिर बस्यो कि अहिलेसम्म फोन पनि गरेको छैन त्यसको फोन पनि लाग्दैन लाखे हो कहाँ चाहिँ गयो होला त यो जहाँ गए पनि छोड्दैनन् नि अर्काको ज्यान मारेपछि छोड्छन् अब त्यो लास कहाँ लगेर गाड्ने हो मलाई त केही थाहा छैन है कान्छा मलाई बच्चा है कान्छा मलाई बच्चा केही थाहा छैन बच्चा हिर्काउने बेलामा आँखा देखेन मैले बच्चा अब हामी झगडा गरेर हुँदैन त्यो लास कहाँ लगेर तलाउने छुटेर जाउँ कता हो मानुबुढा कोदालो बोकेर ए कोदालो बोकेर बाटो खन्न हिजो बैठकमा बस्नु पर्यो भन्दाखेरि नमान्ने आउनु भएन अनि आज बाटो खन्न बैठक होइन हामीलाई थाहै नदी बैठक बस्यो होइन बाटो चाहिँ कहाँबाट लाने भएछ नि त बाटो ऊ त्यो माखला घुम्टीबाट तारो ल उता तक्मिङ बुढा घरबाट लगेर ऊ पारी गाउँ लाने बाटो ल जाउँ बाटो खन्न जान म ब्याज प्रसाद आउँदैछु पर्दैन
हामी खनिहाल्छौँ नि तपाईँ बुढो मान्छे पनि पर्दैन घर जानुहोस् है म खन्छु नि पर्दैन क्या बुढो मान्छे हे पर्दैन तेरी उहाँ भन्दा बुढो उहाँ माग्ने बुढो खन्न गइरहेको छ उहाँ के खन्न सकिहाल्नुहुन्छ लैनु हे तेरी पर्दैन काम गर्नलाई यस्तो सबैजना मिलेर होइन 2-3 जनाले खनिन्थ्यो डल्ला मिलाएर उता फ्यालौँ त अब काम गर्न आएको केही नलिआएर अरे लाखे अर्को टोली पनि आएछ लु आउँदैछ टोली थपिँदैछ लु काम गरौँ धमाधम गरौँ लु सुरु गरौँ त होइन बाटो कताबाट लानु भने हो तल त्यो मोटर बाटोबाट यसो उँभो निकालेर तेर्सै घुमाएर माथि त्यो सिमलको रुख हुँदै सिमलको रुखबाट यसो तेर्सो घुमाएर उँभो लगेपछि ठ्याक्कै यो काइलाको घर निकालेर त्यहाँबाट ठ्याक्कै पारिपट्टि मेरो घर निकाल्ने त्यहाँदेखि ठ्याक्कै पारी गाउँमा निकाल्ने लु ठ्याक्कै त्यहीँ पर होइन नि यत्रो खनेर घुमाएर किन लानु पर्यो तलबाट सिधै काइला घर निकालेर तपाईँको गाउँतिर लाँदा हुँदैन त बाजे कहाँबाट हुन्छ तिमीले भनेको जस्तो त्यति सजिलो छ या मोटर बाटो बनाउनुलाई अब त्यहाँनिर चाहिँ घुमाउनलाई मोडै नमिल्ने भएपछि मोटरलाई गाह्रो हुँदैन त्यही भएर यताबाट घुमाएर लानु परेन नि के हेरिरहेको पारी गाउँतिर लु खन्नु थालौँ न ढिलो भइसक्यो यहाँ बेला भइसक्यो कसले भनेर खन्ने यत्रो बाटो जस्तो खन्दाखेरि एउटा उद्घाटन गर्नु पर्दैन मन्त्री प्रधानमन्त्री कोही न कोही बोलाउनु पर्छ रिबन काट्नु पर्छ हाउ यति जाबो बाटो खन्नलाई कोही बोलाउनु पर्छ हामी आफै खन्न जान्दछौँ हाम्रो पार्टीको बोलाउनु भए बोलाउँछ नि तपाईँको पार्टीको हाम्रो पार्टीको बोलाउनु पर्छ के हो तिमीको पार्टी नि हाम्रो पार्टीको बोलाउने नि को यस्तो यो विकासको कुरामा चाहिँ पार्टीको कुरा हालेर दुनियाँ मन्त्री प्रधानमन्त्री भनेर चाहिँ यहाँनिर विकासको काम नरोकौँ गर्ने काम गरौँ त लु सुरु गरौँ त्यति जाबो काम गर्नुलाई पनि बोलाइराख्नुपर्छ तिनीहरू यहाँ हामी हाम्रो गाउँको गाउँ विकास आफै गर्न सक्छौँ खन्न थालौँ लु खन्न थालिहालौँ त रोकिहालौँ यत्रो बाटो खन्ने काममा कालो भाले काटेर भोगिदिनु पर्दैन भोलि मोटर दुर्घटना पर्यो भने कसले जिम्मा लिन्छ त्यही त एकजना भाले खोज्न जाउँ खनिसकेपछि खान पनि पाइन्छ लाखे यो काम बिथोल्ने कुरा चाहिँ नगरौँ त कालो भाले काटेर यहाँनिर दुर्घटना नहुने हो र फाइबरले कालो भाले र अनि सेतो झोल खाएपछि बल्ल दुर्घटना हुन्छ ए काइला हजुर भन्नु न तैँले बाटो खन्नलाई बारी दिए सबैले बाटो हो सबैलाई हुन्छ भने अनि दिएँ अब अहिले बाटो भने अब आँगनबाट मक्ख परेर बाटो दिइस् भोलि पर्सि सरकारले बाटोबाट 25 मिटर यताउता नि सबै बाटो हो भनेर भन्छ त्यतिखेर के हुन्छ तेरो घर बाटामा तँ बारीको पाटामा ठुक्क बुद्धि ल मैले बाटोलाई जग्गा पनि दिन बाटो पनि चाहिएन है कस्तो कुरा गर्छ यो तेरो एकचोटा जग्गा जान्छ तेरो ठेक्कै दैलोकै अगाडि मोटर आउँछ तँलाई पनि त फाइदा छ नि फाइदै छ पल्लो गाउँमा मोटर जाने भयो बारी चाहिँ काइला मात्रै जाने भयो अब पल्लो गाउँकाहरूले यो काइलाको क्षतिपूर्ति दिन्छ भनेदेखि बाटो खन्नु राम्रै हो भन्छ काइलाले तर त्यसो नभनेर मिलिदिए राम्रो हुन्थ्यो लु भो म ब्याज प्रसादलाई यो बाटो चाहिँ चाहिएन मेरो बारी पनि खन्न दिन्न म चाहिँ गएँ ए नजाऊ न ए घाटा चाहिँ यो काइलालाई मात्रै काइलो त्यति लाटो छैन हिँड जाउँ छिटो ल जाऊ जानु बाटो हुँदैन जस्तो छ अब हेतेरीको खन्न पाए हुन्थ्यो लाखे यो कुरो बुझ्नेहरू हिँडिहाले अब यो बाटो हामीले के खाने खन्ने नि हामी नबुझ्नेले खन्न पनि त बुझ्नु पर्यो नि हौ कोदाली त नफाल्न मेरो घरको कोदाली ल्याएर ल है त टके भयो नमस्कार ल सेवार हो टाक्ने बाजे लाखे ए झुसेहरू तिमीहरूले जम्मै यहाँ कुरा बिगारेको म बुझ्दैछु नि यसो गरौँ त्यसलाई दिउँसै गएर गाड्दिउँ तिमी गएर गाड दिउँसै गएर लास गाड्दाखेरि मान्छेले देख्यो भने के हुन्छ खै यो मोबाइल चाहिँ म बोक्छु तक्मेको सालोको रहेछ होइन यो सालोको सिम चाहिँ फ्यालिदिन्छु मेरो सिम हाल्छु तँलाई यो मोबाइल बोक्ने खालको अनुहार हुनु पर्यो नि तेरो कहिले ह्यान्डसम मान्छेलाई अनुहार हुनु पर्यो रे त्यसमा त्यो सिमबाट चाहिँ फोन नगर पुलिसले थाहा पाउँछ मैले कहाँ गएछ नि उनीहरू फोन पनि लाग्दैन के कहाँ गए तिमीहरू लाउरे नि काकीमा गएर आएको अनि भिनाजु गए विनय त काशी गए
ए हो यसले त नयाँ मोबिल पो ल्याएछ खैले त एकताली हेत्ते नगर न अर्का मोबाइल एकताली रे एकताली खाइदिन्छु त हेत्ते नगर न मेरो मोबाइल भन्दै एकताली फोन गर्छु के न एकताली भिनाजुलाई फोन लाउन हेत्ते अर्काको मोबाइल चाहिँ किन चलाउनु पर्छ नगर एकताली नगर ल फुनै आयो ए ल लाके केटी पो बोल्यो त हो यो सालोले काम बिगारे क्या हो हेलो को बोले नानी तिमी चाहिँ को बोलेको म मुइया बोले के मुइया मुइया ए मुइया भनेको त झुसेको बुढी हो वा किन फोन गर्नु भयो त पल्टनबाट यहाँ ब्याजी हेर्ने 15वटा साडी पठाइदिएको रहेछ कि बाड्दा गरेको सिद्धिएन एउटा चाहिँ नानीलाई दिउँ कि भनेर नि ए कुरा त्यसो पो म त्यतै आछु नि त पर्दैन म त्यतै आइहाल्छु नि लाखी के आइहाल्छु आइ पो सके त अनि खोइ त साडी त घरमै पो छुटेछ त ए लाखे नयाँ मोबाइल किनेको मैले होइन बान्द्रेले किनेर ल्याएछ ए लाखे आज भोलि यस्तो मोबाइल बान्द्रेले पो किन्नु थालेछ ल खत्तम बर्बादै भयो कान्छा अझैसम्म केही बिग्रिया छैन 2-4 महिना गाउँ छोडेर भागौँ म किन भाग्ने मैले केही बिगारे छैन किन भाग्ने मुइयालाई लगेर तक्मेको सालोको मोबाइल कसले दिएको बान्द्रेले अनि म त राजु मास्टरले मलाई दिएको भनिदिन्छु यस्तो भण्डुवा कुरा नगर हेर तँ बसिस् भने सबै कुरा खुल्छ ल खुर्कसँग हिँड्दा ल ए म त जान्न ए बान्द्रे बाबु म जान्न भने जान्न ए बाबु जान्न बाबुले म जान्न तेरीका दाइ टाढा न म जान्न ए जान्न लट्ठ म जान्न आइज बाबु म जान्न भन्दैछु तँलाई खिर खान दिन्छु आइज म जान्न छिटो खुर्क हिँड्न